मात्र कुरा छ भ्रष्टाचारको अन्त्य सुशासन कायम भ्रष्टाचारीलाई समाउन वाइट बडी काण्ड यो काण्ड के यति काण्ड कति छ यो चोरहरूले कति लुट्या खान त्यो लुटेको सबै समातेर हालौँ यिनीहरूले जेल तिनीहरूलाई बिगो तिरौँ त नेपाललाई कोहीसँग ढोक्न जानै पर्दैन के न विदेशको डलर चाहिएको छ न आइएनजिओको बजेट चाहिएको छ न बारबारको बजेट चाहिएको छ त्यो पैसा ल्याएर चाहिँ शिक्षा स्वास्थ्य यातायातमा चाहिँ राम्रोसँग लगानी गर्ने हो भने देश विकास गर्ने हो भने अब हाम्रो पुस्ताले जेनजी पुस्ताले अब जेनजी हामीले गरेको आन्दोलनको मर्मको हिसाबले हामी किन लड्न गएको थियौँ भने त्यो विदेशमा बेचिन गएका मेरा दाजुभाइ तथा दिदीबहिनीहरू आऊ नेपाल अब फर्क नेपालमा विकास भइसकेको छ नेपालमा सुख शान्ति समृद्धि छाइसकेको छ अब नेपालमै बसेर हामी लड्ने हो नेपालमै बसेर केही गर्नुपर्छ नेपालीलाई हामीले नै बाटो देखाउनुपर्छ अब नेपाल हामीले नै जोगाउनुपर्छ भनेर गएको हो नि त त्यो आन्दोलनको निमित्त त अरू केही त थिएन होला नि हिजोको दिनमा हाम्रो दसैँ तिहारमा हाम्रो घरमा दसैँमा टिका लगाउने परिवारको सदस्य सङ्ख्या र अहिलेको सदस्य सङ्ख्या हेरौँ त